अब चाहिँ माइजूको पालो। हेलो गाइज, वेलकम, नमस्ते सागर पौडेल युट्युब च्यानलमा। आज चाहिँ हामी चितवन जिल्ला भरतपुर 23 वडा नम्बर 23 जगतपुर निवासी खड्गबहादुर र दिलकुमारी यानि कि मेरो मामा र माइजूको 84 पूजाको कार्यक्रममा हामी आएका छौँ र सबैजनालाई 84 पूजाको लागि स्वागत छ र मेरो मामा माइजूको 84 पूजा राम्रो होस्, सफल होस् यही कामना गर्दछु। र मैले एउटा सानो भिडियो पनि बनाउने छु 84 पूजाको। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला है। ल आहा कति राम्रो भयो है। हाम्रो माया दिदीले हाल्नु भएको आफू जस्तै सिलिम सेलरोटी है। ल सबिनाले नि सबिना जस्तै सेलरोटी हाल्नु ल। ए सबिनाले नि खतरा हालिसन्। सबिनाले नि यो 84 पूजाको रोटी हो। यता हाम्रो भाउजूले नि हाल्दै हुनुहुन्छ सेलरोटी। यो मामा माइजूको 84 को सेलरोटी हो। पक्नु है। यो मेरो बाबाको 84 को लागि रोटी पकाउँदै छु म। नातिनी हो। यता नातिनी। यसो भिडियोहरु। ल हाम्रो मामाको 84 पूजाको लागि मामाको कान्छो छोराले खनिरहनु भएको छ भने मामाको ठुली छोरीले यता लिपिरहनु भएको छ है। माइली छोरीले चाहिँ लिप्न थाल्नु भयो। मामाको माइली छोरीले बल्ल लिप्दै हुनुहुन्छ यहाँ। जेठो छोराले मामाको जेठो छोराले चाहिँ यहाँ इँटा मिलाउँदै हुनुहुन्छ भने मामाको जेठो छोरी इँटा मिलाउँदै हुनुहुन्छ भने मामाको यहाँ माइली छोरीले चाहिँ लिप्दै हुनुहुन्छ है। सरस्वती पूजा गर्दाखेरि चाहिँ यो सानो वृन्दावन जस्तै देखिरहेछ यहाँ चाहिँ पुरै। सजाउने काम चाहिँ अझै बाँकी नै छ। अहिले यसलाई चाहिँ लिपपोत कार्यक्रम हुँदैछ। यहाँ हाम्रो दिदीहरू लिप्दै हुनुहुन्छ। उहाँ चाहिँ मेरो मामा हुनुहुन्छ, पछाडि दाई, उतापट्टि हाम्रो भान्सा चाहिँ हुनुहुन्छ। बर्थडे थाहा होइन? जन्मेको कहिले हो नि थाहा छैन हजुरलाई? कुन महिना? फागुनमै हो। मामा पछिको मामा मुनिको बहिनी है। कति साले रे ठुले? 3 साले। 3 सालेले त 79 वर्ष हुनुभयो। हजुर 79 रे त 83 वर्ष मामा हुनुभयो। अब 83 चाहिँ 84 मा लाग्नुभयो। अब 84 पूजाको लागि चाहिँ यो सेलरोटी हेर्नुहोस् है त। यसरी सेलरोटीको चाङ बनाएर बस्नु भएको छ सबैजना मिलेर। ल
हेर्नुहोस् त यो सेलरोटी कति रहर देखेको। चिमेदा हेर सरसो हातमा लिनुहोस् त देब्रे हातमा दाहिने हातबाट झिक्ने देब्रे हातको हत्केलामा सरसो राख्ने मन्त्रस्य मेरे पेष्टोरिषि सुतलं छन्द कुर्म देवताः आयसने विनियोगः पृथ्वी त्वयः द्रेतः लोकाते विनाम त्वया विष्णुनाम द्रेतः खोल्दिनु। अब हामीले यो यज्ञ भूमि यदि दिप्रमं नक्तमे वयं वैर्मे तस्मादेन स्वाभिषमुञ्च सगुहासः यदि जगदीपा सोनाभ्यः वयमसुरिमा तस्मादेन स्वाभिषमुञ्च सगुहासः। अब त्यहाँ चाहिँ फुल राखिदिनु। ओम पुष्पाणी समर्पयामी नमस्करोमि। अब त्यो माथि कर्मपात्र राख्नु। कर्मपात्र भनेको एउटै हुन्छ, जसले राखे पनि एउटा एकजनाले पूजा गरेको फुल अक्षता माथि चाहिँ कर्मपात्र राख्नु। कर्मपात्र भनेको कुश हालेको ताउलोलाई कर्मपात्र भनिन्छ। शान्ति ब्रह्म शान्ति सर्वज्ञो शान्ति शान्तिरेव शान्ति सामा शान्तिरेधिः सर्वरिष्ट शान्तिकरा भवन्तु सुशान्तिर्भवतु। ल अब आफ्नो ठाउँमा आएर बसौँ। ममस्मिना सरस्वतीन सुभगामयस्करता तन्नो भातो मयो भवतु मेघजां तन्माता पृथिवी तद्पिता द्यौः तद्ग्रामणो सोमसुतो मयो भुवस्मिनः स्वस्तिनः पूर्णा विश्ववेदाः स्वस्ति नस्ताक्षो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भजरं काणेभिः शृणुयाम देवा भद्रं पश्येमाच्छावृतजत्रा। पुष्पाञ्जलि समर्पयामि। यदि मन्त्र पुष्पाञ्जलि समर्पयामि। ल एउटा फुल राखिदिनु त्यहाँ दीपनारायणले। विशेष गरी तपाईँहरूले त ध्यान दिनु, तपाईँहरूले नजिक हुनुहुन्छ तपाईँहरूले ध्यान दिनु। एउटा फुल चढाइदिनु, त्यहाँ एउटा फल चढाइदिनु, रोटी चढाइदिनु, भेटिए चढाएर नमस्कार गरिदिनु। ओम आस्मश्रियते कर्म साक्षिणे नमः दीपनाड़ा पाद्यम आचम्यम अर्घम पंचामृतम समर्पयामि नमस्करोमि दीपनाड़ाय नमो नमः कर्म साक्षिणे नमो नमः। ओम कर्म साक्षिणे नमः। ल हजुरले त ध्यान दिनुहोस्। एउटा टपर लिनुहोस् त, रोटी एउटा फल राखिदिनु अनि यसो चाहिँ भेटेर 5 रुपैयाँ यसो चढाइदियो हो। ओम सकल कामनाथाय सिद्धार्थे परमात्मने वैष्णवः चतुष्टि देवताः आवाहयामि। ल त्यहाँ चढाइदिनु। ओम अस्मा सकल कामना सिद्धार्थी भागवतम अस्तु रूपेण प्रसिद्धाति मम सर्वेश्वराय नमः। ल फुल्लेरास्तरमहं स्त्रीति स्मरण प्रणफल प्रार्थाद्यः खड्ग बहादुर सर्वण यजमानस्य सकल सपत्नीकानामः यः दीयते यथा आसनं पाद्यं पंचामृतं जलं वसुरुद्राधि कामनार्थाय पूजां करोमि। छोड्दिनु अमुका ममः एउटा फुल घुमाउनु भगवान गणेश यहाँ वस्तु सङ्गतुना। ओम आवाहयामि श्रीमन् महादेव गणाधि एव वरदः सर्वदेहिनां रोग मृत्यु महोत्पात ग्रह शांति कुरुष्मे मे ग्रह नक्षत्रः भेदं च तथा वै सर्वकालिकां तत्सर्व कुरुतात् शांति
तारादीप नमस्तुते। ओम चंद्रमा देवै नमः। बोले चंद्रमा देव को। भान्जे दे नुस्त भान्जे आहा ल घन्टी बजाइदिनुस् मजारी भजन बजाइदिनुस् नमस्तुते। समस्त तारामण्डलमा रहेका ताराहरूलाई सम्झेर, ग्रहमण्डलमा रहेका ग्रहहरूलाई सम्झेर, चन्द्रमालाई सम्झेर सबैलाई हामीले यो रात्रिकालीन अर्घ दिएका छौँ। यो द्वारा सबै तारामण्डलका देवताहरू, ग्रहमण्डलका देवताहरू, सबै देवी देवताहरू चाहिँ प्रसन्न हुनुहोस्। ओम चन्द्रमा देवै नमः। बोले चन्द्रमा देवता भगवानको जनार्दने भगवान् अष्टमः पुष्पटुङ्गाः आद्यः अमुकगोत्रस्य काश्यप वर्गगोत्रस्य रघुभाद्र शरवण यजमानस्य सपत्निका नाम तिलकुमारी अस्ति नाम्यः देवी अश्वत्थानाम्नि सपत्निकाः अमुकः सहस्र चन्द्रमा पूर्ण चन्द्रमा दर्शन अस्मत् प्रेत हेतूनां रात्रिकाले लक्ष्मीपदानां सकल पितृदेवता कुलदेवता अवतार हेतु कामना सिद्धार्थी नारायण वस्त्रदान हुँदैछ नमः। जीवमा आफ्नो सायमाली घुटुङ सहसाले जीवतना घृतस्य जीवमासी घृतो प्रेते घृतस्य घृतो अब मक्कल पुस्तक दामालाई राखिदिनु कुर्सीमा राखिदिनु प्राप्ति होस् भन्ने हेतुले हामीले हाम्रो कुलको उद्धार होस्, पितृहरूको जय होस्, मङ्गल होस्, कल्याण होस् हेतुले हामीले यो लक्ष्य दान गर्दैछौँ। भगवान विष्णु सान्निध्य प्राप्ति कामना पूर्वक विष्णु प्रीति द्वारा ये लक्ष्य दीपदान कल्पको समस्त फला प्राप्ति कामना पूर्वकम श्री विष्णु सापिच मोक्ष प्रदाते गोघृत धात है तिल तैल युक्त तिल को तेल में भिजाइएको बत्ती हो नि हैन। तैलाक्तम तैला तिल तैलाक्तम वास्त्रियते कति सूत्र बत्ती हो 5 सूत्रे कि 7 सूत्रे हो कति सूत्रे बत्ती हो पंचसूत्र अस्मत् निर्मिताः लक्ष्य दीपाय अमुकः धागो बत्ती भयो है कपासको त हैन नि रक्षसूत्रमा बसेते कर्पूरायुक्ते श्रवणवर्ती समायुक्त रजतः वात्रोय परिवस्थिते लक्ष्मीनारायण प्रदत्ते प्रज्वलन समर्पयित त्राकणितः संज्ञानं तिलानं यावानं अनुखेते असंख्य द्रवाय संस्था पुष्पाणि ध्यादि अमुकहम अस्मत् ममः लराहदिनि त्यही उसको टुक्रा महापुरुषन्ना सहस्राना सहस्राना कपुरलाई मात्र झोदिने कपुरलाई झोदिने हो ल। ओम मा अलि छिटो गरौँ है। सहस्राना त भवः ल आफ्नो मक्कल लिनु बुवाहरूले सक्नुहुन्न लिनलाई अलि तन्नेर मान्छेले लिने सकल कामनार्थाय ल घुम्नु यो कुर्तीहरू सबै बाहिर हटाइदिनु। अब मनको थामारो पवाती बाबाका पोर छ मङ्गल बाबाका पोर छ मङ्गल आरती सभाभाती। ओम जय यता यो यज्ञ मण्डप सुत्ता यताबाट जय जगती सहारे आसुर लाभने भारत तारक सुखदात प्रभु तारक सुखदात गोरापति हो गोरी सहारे युग युग कामना गर्छौ अगाडि तारो त्यो बिचकोलाई हालेर आउँछ प्रभु अगाडि तारो पगरी लीला माया रस विग्रह लीला माया रस विग्रह करुण मूर्ति हरे ओम जय जगदीश हरे समता शान्ति प्रदायक सदा। अब लाभालाई 3 छर्केर घुम्ने है लाभालाई 3 छर्केरै घुम्ने समता शान्ति प्रदायक सजन हितकारी प्रभु सजन
शरण आवतारो प्रभु भव भयहारी ओम जय जगदीश हरे। त्यो लाभा चाहिँ बत्तीमै हाल्नु है, तिल पनि बत्तीमै राख्नु। थोरै थोरै मुठी हाल्दिनँ, थोरै थोरै 2-3 दाना मात्रै पनि तरिकाले। रबहोस् प्रभु अभिवलना रबहोस् जाति जाति जन्म भए पनि जहाँ जन्म भए पनि प्रभुमा प्रेम रहोस्। ओम जय जगदीश हरे प्रेम सहित शुभ आरती जसले नित्य गर्यो प्रभु जसले नित्य गर्यो दिन दिन निर्मल भन्दै प्रतिदिन पावन भन्दै त्यो भव सिन्धु तार्यो। ओम जय जगदीश हरे ओम जय जगदीश हरे। महेश्वर भगवान को राजपानंद को पुरुष भगवान को कृष्ण भगवान को लक्ष्मण भगवान को महेश्वर भगवान को रामचंद्र भगवान को काली माता को लक्ष्मी माता को सरस्वती माता को भगवान को भगवान को सहस्त्र चंद्रमाहरू को गणपति भगवान को सदाशिव भगवान को महाकाली माता को नवग्रहहरू को दिक्पालहरू को वास्तु देवता को क्षेत्रपाल को कर्ताका कुल देवता को कर्ताका पितृहरू को समस्त कर्ताहरू को आफ्ना गुरु गोविन्दहरू को गोविन्द भगवान को वृन्दावन बिहारी लाल को राधा कृष्ण भगवान को पशुपतिनाथ भगवान को विष्णु बाबा को मनोकामना माता को लक्ष्मीनारायण भगवान को कालिका देवी माता को ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय 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 ओम नमो भगवते वासुदेव भगवान दामोदर भगवान को हरे हरे पातै पातमा गंगै परे लैजाऊ हरे तेरै साथमा कृष्ण कृष्ण हरे हरे राधे श्याम 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 राधे राधे। अहिले ताप्ने बेला भएन म भन्छु। ओम श्रीमन महादेव गणाधिपते नमः। ओम लक्ष्मी नारायणाभ्यां नमः। ओम
व्रत गर्नुभयो छोडिदिनु त्यही अध्याप वास्तु पूजन 11वटा पोकेर नैवेद्य राख्नु त पुष्पमा राख्नु नैवेद्य राख्नु सानो सानो टुक्रा वरिपरि राख्नु है पूजा गर्ने मिल्ने तरिकाले 11 ठाउँमा पूजा गर्नुपर्छ जुत्ता चप्पल चाहिँ बाहिर राख्नु होला है मन्दिरभन्दा बाहिर ओम आहा अद्वैती अमुका अस्मत् वास्तु पुरुषाय नमः विशन्तु भूतले नागा लोकपालश्च हाम्रो कान्छी भाउजूले त्यो प्रतिमा राख्नु थियो नि हाम्रो यो आइकिनी पनि हो यो भेट गर्न त म 6 महिना घुम्न हो अब यहाँ एकैचोटि सबै एकै ठाउँमा भेला भइयो भेट भइयो नि यो त हाम्रो जमघट हो नि त्यस कारणले नगई हुन्न भनेर म पुराणको टेको लाएर आएँ यता भेट हुन पाइयो अब फेरि अब ढिलो हो भेट हुने नहुने त्यस्तै हुन्छ सुरु हुँदै आउनुपर्ने हो ढिलो हो ठिक छ अब त्यो हो अनि ल त नानीहरू हेर ल यता हेर भन्छ आहा ल एकछिन त्यो मोटरसाइकल हटाउनु पर्यो ठुल्यामाहरू आमाहरू माइजूहरू भाउजूहरू सबैले खाना खाँदै हुनुहुन्छ उताको मेरो आमा हुनुहुन्छ यहाँ मेरो साइली ठुली आमा मेरो दिदी हाम्रो माइली ठुली आमा यता नि मेरो दिदी हुनुहुन्छ उता कुन ठुली आमा भन्नु पर्यो ठुली कान्छी काइली ठुली आमा उहाँ मेरो छामा यता हेर्नु छामा यहाँ छामा हुनुहुन्छ पछाडि दिदी हुनुहुन्छ उहाँहरू ठुल्यामा दिदीहरू हुनुहुन्छ भाउजू हो हेर्नु त ओम अस्मा सर्वकामना सिद्ध्यति भवतः भवतः पुनः नाम विरासिंह विरात्मनः संस्थाय संतोषकाम प्रदासिते भव सर्वनः मिले जुवारी रे लैतलाला मक्षिका बोधा नरक भोग शांति दशकुंड नरक भोग शांति पसा अमुक हताय शांति सहस्रायुक्ताय नरक भोग शांति दंडकृत दोषेण नरक प्रसिद्ध विश्वेश्वहि पाहि विश्वं त्वमेश्वरी देवी चराचरस्य
देवी प्रपन्ना तिहारे प्रसिद्ध प्रसिद्ध मातर जगतोऽखिलस्य प्रसिद्ध विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरी देवी चराचरस्य ओम सहस्र श्रीखान पुरुषन्न सहस्र साक्षतः सबुमि सर्वात् संकुलं पुरुषे वेद भावस्य पुरुषाय वेदः जाप्यः नाम नित्यवचाय भैरवतृणाभ्याय नमः बोले लक्ष्मण भगवान को ये तो भित्र चढाउनु भित्र लक्ष्मण भगवान को उमा महेश्वर भगवान को लक्षद्वीप महिमा को 84 नरकहरूको 84 गौमाता को आजको आनन्द को भक्तवत्सल भगवान को 84 सिद्ध योगिनीहरूको तारामण्डलहरूको ग्रहमण्डलहरूको आजको आनन्दको गणपति भगवानको लक्ष्मीनारायण भगवानको वैदिक सत्य सनातन धर्मको नेपाल आमाको देवघाट धामको हरिहर भगवानको जय जय श्री राधे। गौरवशाली कार्यक्रममा एउटा धार्मिक कार्यक्रममा पाल्नु भएको छ। उहाँलाई विशेष सम्मान र बुवा आमालाई सम्मान स्वरूप उहाँले सम्मान गर्दै हुनुहुन्छ। उहाँको शुभ आशीर्वाद शुभेच्छा थाप्नका लागि आदरणीय अध्यक्षजी आउनु भएको छ। ल सुरु गर्दा हुन्छ। अब यो ब्याक थापिहाल्यो उसको हाम्रो उसको के रामसामी अगाडि के हाम्रो उसको देखेपछि सर्व सिधा आए चन्द्रको ससुराली चन्द्र दाइ के भान्जा भान्जा यो चाहिँ हाम्रो मामा माइजूको 84 पूजाको लागि अब तुलादानको कार्यक्रम हुँदैछ। नानी सोध पसले मामा मामा यहाँ समाउनु यहाँ दुईटा त्यहाँ समाउनु यहाँ समाउनु क्या लड्नु होला फेरि अहिले पैसा
फनाउनु पर्दैन सिका हजुर ए ल सबैतिर गएको ल सबैजना घुम्दिनु होला है अब चाहिँ माइजूको पालो गोलादानको लागि
यहीँबाट हाले विचार गरौँ न हुँदैन रहेछ अझै माइजू त भाउजूले अन्दाजी त खत्रै गर्नु भएको रहेछ हौ 25 किलो गयो 25 को पर्दैन भइसक्यो उठ्छ अब अलिकति पछाडि हट्नु है थोरै पछाडि थोरै बढी भएको छ थोरै निकाल्नु पर्ने छ अझै हात नउचाल्नु छेकियो कि माइतीको जय माइजू यता हेर्नु त हाम्रो माइजूको आज 84 पूजाको तुलादान भएको छ चामलमा हाम्रो मामाको सिक्का पैसामा गरियो भने माइजूको चाहिँ चामलमा हाम्रो पण्डितजीको निर्देशन अनुसारले तुलादान कार्यक्रम सम्पन्न हुँदै जाँदैछ घुम्नु सबैजना घुम्नु भाउजू त हेर्नु ल भतिज ल बुहारी ल भान्जी हाम्रो ठुलो दाइ हुनुहुन्छ मामाको ठुलो छोरा उहाँ मामाको माइलो छोरा उहाँ चाहिँ मामाको कान्छो छोरा उहाँ दिदी हुनुहुन्छ हाम्रो ज्वाइँ मामाको ज्वाइँ सब हुनुहुन्छ मामाको कान्छी बुहारी मामाको कान्छी बुहारी उहाँ मामाको माइली बुहारीको जेठी नातिनी माइलो छोराको छोरा बुहारीको जेठी छोरी उहाँ कान्छो छोरा बुहारीको जेठी छोरी उहाँ माइली दिदी उहाँ कान्छी दिदी यहाँ जेठो दिदी उहाँ नातिनी हाम्रो जेठो भाउजू हुनुहुन्छ ल
ल हाम्रो जेठो छोरा बुहारीको माइलो छोरा बुहारी माइली बुहारी ल है सबैको परिचय भयो है। तिमीले बोकाउनु जाऊ जाऊ ओम स्वाहा 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 1008 पटक हवनमा स्वाहा गर्नुपर्ने रहेछ। यसरी स्वाहा गरे पछाडि चाहिँ मामा माइजूलाई चौरसी गर्नुभएको मामा माइजूलाई चाहिँ हामीले गाडीमा हालेर घुमाउने छौँ। यहाँको काममा बोला बोला सकिन लागिसकेको छ। जाऊ 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 ल अब हाम्रो मामा माइजूलाई गाडीमा रथ सवार गराउने छौँ। ल माइजूलाई पनि ल
कसरा चोक हो, माडी जाने बाटो, विक्रम बाबा मेला जाने बाटो यो चोक कसरा चोक हो भने हामी अहिले यति बेला कसरा चोकमा छौँ। ल सबैजना एकदम चौरासी पूजाको नाचगानमा व्यस्त हुनुहुन्छ। सबैजनाले चौरासी पूजाको रमाइलो मनाइरहनु भएको छ, खुसी उमङ्ग मनाइरहनु भएको छ। माइजूलाई दिनु एउटा, माइजूलाई एउटा। दक्षिणा आज दक्षिणा दिने होला नि त हामीले नि, होइन? भान्जा भान्जीले हुनु चाहिँ हुन्न र। नानी बस 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 बस।
खानु भइसक्यो त्यो चेन्ज हान्देऊ ल यो पो राम्रो देखियो त मिलाएर यस्तो लगाइदिनु भने त्यति रिहान तिमी यहाँ मोबाइल तलबाट जाऊ है मोबाइल तलबाट जाऊ दिदी उता ठुलियामा उता हुनुहुन्छ यहाँ दिदी 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 भन्दै ल यिन दिदीलाई भेट्न ल यता लौरो उतै छ मैले लिएछु मैले लाउनु लाउनु ल यता हाम्रो ठुली आमा हुनुहुन्छ उहाँ अर्को ठुली आमा हुनुहुन्छ उहाँ कुरेर बस्नु भएको छ टाढाको हुनुहुन्छ उहाँहरू अब दिदीबहिनीहरू यत्रो वर्षपछि बल्ल बल्ल भेट भएको बाहिर भेटौँला भेट्ने भनेको थियो र भेट्न पाएन भन्नु आमाले म 15 दिन गाह्रो नि भयो बरु यसो नलाइकिन झ्याल खोलेर बिस्तारै गयो हुन्छ कि ल जानु ठुली आमा ल जानु जानु ल बस्नु ल ठुलो बा है ल राम्रोसित जानु भोलि नि अब भोलिको लागि नि शुभ यात्रा हजुर भैरव आउँदा पस्छु म ल ल ठुली आमा है ल राम्रोसित जानु ल ल शुभ यात्रा फेरि ल आए हुन्थ्यो अब यहाँ बाआमाको जेठो छोरा मात्रै हुनुभयो छोरी ज्वाइँ हुनुभयो ए
नातिनाहरू यसरी भाउ खोजेर फुल्लेर बस्छन्। नातिनी नि आइन्, यता भाउजू नि आइदिनु पर्यो, अर्को गीत नातिनी नि आइदिनु पर्यो। आज हामी चितवन जिल्ला भरतपुर 23 जगतपुर निवासी मेरो मामा खड्क बहादुर र मेरो माइजू दिलकुमारीको 84 पूजामा हामी आएका छौँ र आज 84 पूजाको यो अन्तिम अवस्था रहेको छ। यो रथ यात्रा रहेको छ। हामी रथमा त छैनौँ, हामी गाडीमा छौँ, तर पनि हामी यसरी रथ मानेर हामीले रथ यात्रा बनाएका छौँ र यसमा तपाईहरुले पनि साथ माया हौसला दिनुहुनेछ भन्ने पूर्ण आशा विश्वास गर्दछु र यो भिडियोलाई लाइक शेयर कमेन्ट गरी सब्स्क्राइब पनि गरिदिनु होला भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।